सम्पूर्णमा नमस्ते। म चाहिँ गोपाल सुवेदी। तपाईँ हाम्रै यस लर्न कोरियन विथ गोपाल सुवेदी भन्ने हाम्रो युट्युब च्यानल रहेको छ। यसमा चाहिँ हामीहरूले कोरियन भाषाको अध्ययन गर्नेछौँ। आज चाहिँ हाम्रो च्यानलमा चाहिँ पहिला भिडियोहरू आइरहेको थियो। अहिले चाहिँ बिचमा केही समय चाहिँ भिडियो अपलोड गर्न म सकिनँ, त्यसको लागि तपाईँहरूप्रति माफी माग्छु। आज चाहिँ हामीले पढ्न गइरहेको टपिक रहेको छ विभक्ति भन्ने रहेको छ, जसलाई इङ्ग्लिसमा पार्टिकल भनिन्छ। पार्टिकलको बारेमा कोरियनमा कस्तो कस्तो पार्टिकल हुन्छ भन्ने कुरा हुन्छ, त्यसमा चाहिँ हामीले पढ्न गएर यसको अर्थ चाहिँ के रहेको हुन्छ। पार्टिकल हामीले बुझ्नुपर्ने कुरा, पार्टिकल भनेको के हो? खास रूपमा अर्थ नदिने, खास रूपमा अर्थ नदिने तर सब्जेक्ट र अब्जेक्टमा आउँदा अर्थ राख्ने जुन शब्दहरू छन् हो त्यसलाई चाहिँ पार्टिकल भनिन्छ। के बुझ्नु पर्यो भन्दा खास अर्थ नदिने, एक्लै आउँदा त्यसले खासै अर्थ दिँदैन, तर सब्जेक्ट र अब्जेक्टसँग जोडिएर आउँदाखेरि चाहिँ यसले अर्थ दिन्छ भन्ने कुरालाई चाहिँ हामीले पार्टिकल विभक्ति भनेर बुझ्न पर्यो। अब चाहिँ अब कोरियनमा चाहिँ हामीले कसरी गरिन्छ भन्दाखेरि चाहिँ एउटा दुई किसिमको पार्टिकल हुन्छ। दुई किसिमको पार्टिकल रहेको हुन्छ, जस्तै लेखेन सब्जेक्ट। यहाँ मेरो चाहिँ अलि स्क्रिन अलि सानो भएको कारणले चाहिँ मैले अब सर्ट फर्ममा लेख्छु, तपाईँहरूले मेरो आवाज पनि सुन्दै गर्नु होला। सब्जेक्टमा सब्जेक्ट पार्टिकल भनेको चाहिँ कस्तो हुन्छ भन्दा, सब्जेक्ट पार्टिकल अनि हामीले यसरी गरौँ न, यसरी गर्दा अलिक सजिलो हुन्छ। अनि अब्जेक्ट पार्टिकल हैन। सब्जेक्ट पार्टिकल भनेको के हो, अब्जेक्ट पार्टिकल मैले चाहिँ तपाईँहरूलाई थ्योरिटिकल तरिकाले लैरहेको छु। हामीले थ्योरीबाट बुझ्यो भने पछि हामीले क्वेसनहरू गर्न पनि सजिलो हुन्छ। त्यस कारणले गर्दा चाहिँ सब्जेक्ट पार्टिकल भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ सब्जेक्ट भनेको हाम्रो के, कर्ता काम गर्नेवाला सब्जेक्ट भनेको भन्दा काम गर्नेवालालाई सब्जेक्ट भनिन्छ। अहिले तपाईँहरूलाई एउटा ट्रिक्स पनि सिकाउँछु म, सब्जेक्ट कसरी छुट्याउने, अब्जेक्ट कसरी छुट्याउने, त्यस्तो हामी जान्न त पनि, तर जाने पनि सजिलो हुन्छ। सब्जेक्ट पार्टिकल भनेको के भन्दा सब्जेक्ट कर्ता अर्थात् काम गर्नेवालालाई जनाउँछ जसले, त्यसलाई सब्जेक्ट पार्टिकल भन्ने हो हैन। अर्कोचोटि कर्म, अब्जेक्ट काम गर्नेवालालाई जनायो भने सब्जेक्ट, कामलाई जनायो भने चाहिँ अब्जेक्ट पार्टिकल भनेर बुझ्न पर्यो। अब त्यसपछि हटाउँछु मैले। अब आयो चाहिँ हामीले त दुईटा कुरा त जानिसक्यौँ, जस्तै काम गर्नेवाला सब्जेक्ट पार्टिकल, कामलाई अब्जेक्ट, कामलाई जनाउने भन्न बुझ्न पर्यो। काम गर्नेवालालाई जनाउँछ भने सब्जेक्ट पार्टिकल, अनि कामलाई जनाउँछ भने त्यसलाई चाहिँ अब्जेक्ट पार्टिकल भनेर बुझ्नु पर्यो।
अब त्यसपछि सब्जेक्ट पार्टिकलहरू के छन्, अब्जेक्ट पार्टिकलहरू के छन् अब बुझ्न पर्यो। सब्जेक्ट पार्टिकल भनेपछि यसलाई चाहिँ यतापट्टि राखिदिउँ। सब्जेक्ट पार्टिकल सब्जेक्ट मैले इङ्ग्लिसमै लेख्न सजिलो माने साथीहरू, अब हल्का फुल्का सबै जान्नु आएकै छ। र सब्जेक्ट पार्टिकल भनेको कर्ता विभक्ति। अलि ह्यान्डराइटिङ यस्तै छ कि साथीभाइहरू, अब यो मोबाइलमै अलि लेख्न अलि समस्यै छ। अनि तपाईँले मिलाएर बुझे मात्र हुन्छ, तपाईँले भिडियो हेरेर बुझिदिए मात्र हुन्छ। सब्जेक्ट पार्टिकल कर्ता विभक्ति भनेको चाहिँ पहिलो हुन्छ इ र गा, अर्को दोस्रो छ उन र नुन। इ र गालाई ले, अनि अर्को उन नुनलाई चाहिँ चाहिँ भनेर बुझियो, अर्थ लगाएको यिनीहरूलाई। अब कसरी छुट्याउने त, कुनमा इ र गा लगाउने, कुनमा उन नुन लगाउने भन्ने कुरो चाहिँ अब आउँछ। त्यसपछि अर्को छ, पहिला टाकटाक लेख्दै जाऊँ, अब्जेक्ट पार्टिकल। अब्जेक्ट पार्टिकलमा उल र रुल, जसलाई हामीले के भन्छौँ लाई। अब उल रुल लाई। त्यसपछि अब हेरौँ हामीले इ र गालाई ले भनियो, अनि उन नुनलाई चाहिँ, अनि उल र रुललाई चाहिँ लाई। यिनीहरूलाई चाहिँ सब्जेक्ट पार्टिकल, यसलाई चाहिँ अब्जेक्ट पार्टिकल। यसले कर्तालाई जनाउँछ, काम गर्नेवालालाई जनायो, यसले कामलाई जनायो। यही हो फरक। अब यसमा हामीले कसरी बुझ्नु पर्यो भन्दाखेरि कन्सोनेन्ट इन्डिङ र भवेल इन्डिङ। कन्सोनेन्ट इन्डिङ छ भने इ, उन, उल लगाउने। भवेल इन्डिङ छ भने गा, नुन, रुल लगाउने। तपाईँहरूले नोट गर्दै गर्नु होला। अब मैले चाहिँ भन्छु कन्सोनेन्ट इन्डिङ कस्तो हो, भवेल इन्डिङ हाम्रो कस्तो, कसलाई भवेल इन्डिङ भनिन्छ, कस्तोलाई कन्सोनेन्ट इन्डिङ भनिन्छ भन्ने कुरा चाहिँ अब म तपाईँहरूलाई बताउँछु। अब भवेल इन्डिङ भनेको के भन्दाखेरि, पहिला भवेल इन्डिङ भनेको, भवेल भनेको के, स्वर व्यञ्जन, स्वर अ आ इ ई उ यस्तो छ नि, नेपालीमा पनि हुन्छ नि, हो त्यसलाई स्वर। कन्सोनेन्ट इन्डिङ भनेको हाम्रो के भन्दाखेरि, कन्सोनेन्ट इन्डिङ भनेको अक्षर भनेको के, क ख ग घ ङ यहाँसम्म अक्षर। भवेल इन्डिङ लास्टमा स्वरबाट इन्डिङ भएछ कि अक्षरबाट, स्वरबाट इन्डिङ भएको छ भने भवेल इन्डिङ, अक्षरबाट इन्डिङ भएको छ भने कन्सोनेन्ट इन्डिङ। यो पनि बुझियो। अब आयो छुट्याउने कसरी। अघि हामीले के भन्यौँ, इ, उन र उल, गा, नुन र रुल। यो चाहिँ के भन्दा कन्सोनेन्ट इन्डिङ भने, कन्सोनेन्ट इन्डिङ हुँदाखेरि चाहिँ हामीले अब कन्सोनेन्ट इन्डिङ हुँदाखेरि चाहिँ इ र गा लगाउनु पर्यो। इ रुल लगाउनु पर्यो कन्सोनेन्ट इन्डिङ हुँदा। भवेल इन्डिङ हुँदाखेरि चाहिँ गा, नुन, रुल लगाउनु पर्यो। भवेल इन्डिङ छ भने कन्सोनेन्ट पार्टिकल,
कन्सोनेन्ट इन्डिङ छ भने भवेल पार्टिकल, यही यो कुरो बुझ्नुपर्ने। जस्तै अब नुना, हामीले मिनिङ पनि जान्नुपर्छ। नुना भनेको के हो? दिदी। अब दिदी भनेपछि यो के आयो? लास्टमा के आयो? यो आउँछ हाम्रो भवेल इन्डिङ। अब भवेल इन्डिङ आयो। भवेल इन्डिङ आइसकेपछि हामीले अघि के भनेको थियौँ? भवेल इन्डिङ आउँछ भने गा नुन रुल। अब यहाँ के लगाउनु पर्यो? नु ना गा। गा र नुनमा जुन लगाउनु पायो। रुल किन लागिएन भन्दा यो त काम गर्नेवाला हो, यो त कर्ता भयो, त्यही भएर। त्यही हो। तपाईँहरूलाई यस्तो सूत्र सिकाइदिन्छु। कन्सोनेन्ट इन्डिङ, भवेल इन्डिङ, गा नुन रुल, यति जानेपछि सबै अहिलेसम्म पढाएको र सबै जानिन्छ। यो ख्याल गरेर हेर्नु होला। नुन र उल। अब कन्सोनेन्ट इन्डिङ हुँदाखेरि कन्सोनेन्ट इन्डिङ भनेको के भन्दाखेरि कन्सोनेन्ट इन्डिङ गा नुन, कन्सोनेन्ट छ नि त गा नुन रुल। कन्सोनेन्ट इन्डिङ भनेको चाहिँ अक्षरमा सकिन पर्यो के। यो भवेल इन्डिङ भनेको चाहिँ स्वरहरूमा सकिन पर्यो। कन्सोनेन्ट इन्डिङ छ भने यो लगाउने, भवेल इन्डिङ छ भने ठ्याक्क उल्टो के, उल्टो सम्झिए भयो के। अक्षर छ, अक्षरमा सकिया छ भने स्वर लिने, अनि स्वरमा सकिया छ भने अक्षर लिने हो। रेवास यति सम्झिनु भयो भने भइहाल्यो कुन कुनमा लगाउने भन्ने कुरो। त्यसपछि आजको चाहिँ अनि पछि अब आउँछ इ र यो चाहिँ अब तपाईँहरूलाई इक्जाममा कस्तो यो किन चाहिन्छ भन्ने कुरामा आयो। अब इ र गा प्लस एड्जेक्टिभ। इ र गाको पछाडि जहिले पनि के आउँछ? एड्जेक्टिभ। एड्जेक्टिभ के भनेको? विशेषता। कर्ता इ र गाको पछाडि जहिले पनि के आउँछ? एड्जेक्टिभ आउँछ। एउटा कुरो यो बुझ्नु पर्यो। अर्को चाहिँ उल र रुल पछाडि जहिले पनि के आउँछ? भर्ब आउँछ। अब यस्तो किन भयो होला भन्नु होला फेरि। उल र रुलले जहिले पनि कामलाई जनाउँछ। काम, हामीले के काम गर्ने भन्दाखेरि चाहिँ कामलाई जनाउँछ हो। त्यतिखेर उल रुलको पछाडि चाहिँ भर्ब चाहिँ, उल रुलको पछाडि चाहिँ काम राख्न पर्यो, भर्बहरू राख्न पर्यो। इ र गा पछाडि चाहिँ एड्जेक्टिभ, त्यो कर्ताको चाहिँ विशेषता जनाउने शब्दहरू चाहिँ इ र गाको पछाडि राख्न पर्यो। ल हाम्रो विभक्तिमा चाहिँ यही नै यो कुरा रहेको छ। अब यो मिनिङहरू याद गर्ने तरिका चाहिँ अब एउटा यस्तो तरिका पनि मैले थोरै बनाएको छु। यसलाई यस्तो, अनि इ ले भयो, उन नुन चाहिँ, यो समस्या भयो चाहिँ, अनि उल र रुललाई तपाईँहरूले यसलाई यसरी घोक्न पनि सक्नुहुन्छ के। गाईले उन नुन चाहिँ उल रुललाई, यसरी गीत जस्तो बनाएर घोक्नु भयो भने चाहिँ तपाईँहरूलाई पार्टिकल याद हुन्छ। पार्टिकलमा के कुरा? एउटा कुरो पहिलो कुरो खास अर्थ नदिने तर सब्जेक्ट र अब्जेक्टमा आउँदा अर्थ दिने एउटा कुरो। दोस्रो कुरो अब अर्थ भयो इ र गालाई, इ र गाले उन नुन चाहिँ उल रुललाई, अनि इ र गाको पछाडि चाहिँ एड्जेक्टिभ आउँछ, उल रुल पछाडिको चाहिँ भर्ब आउँछ। यो तेस्रो कुरो। अनि चौथो कुरो चाहिँ कन्सोनेन्ट इन्डिङ छ भने इ उन रुल उल लगाउने, भवेल इन्डिङ छ भने गा नुन रुल लगाउने। बस यति जानेपछि तपाईँहरूले पार्टिकल्स जान्नुभयो। हस्, धन्यवाद।